सो हेलो गाइस सबजनालाई नमस्कार मेरो साजन राइडरको भिडियोमा। अनि आज पनि आइसकेको छु राइड हान्नको लागि। जङ्गल जानु आँटेको हिजोको ठाउँमा, त्यहाँदेखि अझै माथि नै हो, तर बाटो त त्यही बाटो हो, एउटा बाटो त त्यही छ। त्यो गाइस हामी यता जानु आँटेको दाजुभाइ। अनि लुगा दि एउटै छ होइन, अब के हुने यस्तो छ लुगा होइन, यहाँ एउटै लुगा छ हेर्नु। अब हामी राइड हान्न जाने। अब जङ्गलमा पुगेपछि भेट्नुपर्छ गाइस, लेट्स गो गाइस। सो गाइस हामी जङ्गल आइसक्यौँ होइन, देख्न सक्नुहुन्छ जङ्गल। यता हामी जङ्गल आइसकेको छौँ। अनि जङ्गल आएपछि अब राइड हान्ने ठाउँ यति हो हाम्रो। त्यो गाइस अब क्यामेरामा भेटौँ अगाडि, लेट्स गो गाइस। सो गाइस हामी हिँडिसकेको छौँ होइन राइड हान्न। अनि देख्न सक्नुहुन्छ अगाडि हामी, मेरो भाइ अगाडि हिँड्दैछ। सबले सपोर्ट गरिदिनु पर्यो होइन। त्यो गाइस अब हिजो पनि अस्ति पनि राइड हानेको, अझै ढुङ्गाको बाटो रहेछ यता, अझै यता राम्रो बाटो छैन गाइस होइन। त्यो सपोर्ट गरिदिनु पर्यो मलाई, फुल भिडियो हेरिदिनु पर्यो। अब क्यामेरा पनि राख्ने ठाउँ त्यति राम्रो छैन। अनि अब ममा राख्ने क्यामेरा किन्छु, अनि एउटा साइकल किन्छु होला। आमा मेरो भाइले हुली हान्दैछ, ठिक छ ठिक छ। यसको नि युट्युब आइडी छ, गएर सपोर्ट गरिदिनु पर्यो। म तल नाम लेखिदिन्छु, के छ भनेर लगाइदिन्छु। गाह्रो भएको छ मलाई पनि, ज्वरो पनि आउँदैछ। त्यो अब हाम्रो राइड हान्ने ठाउँ आइपुग्यो। धेरै पछाडि आएको यता पनि, कस्तो छ बाटो, अस्ति पनि आएको। त्यति बेला त भिडियो गर्दिनँ म। लडी ढुङ्गा रहेछ धेरै त। त्यो गाइस खोला आइपुग्यो। खोलामा त अब डरै हुन्छ होइन, तर अझै बिस्तारै जाउँ ठिकै। मेरो अगाडि पम्प पनि छैन रहेछ, जानै पर्यो पम्प। हेर्न सक्नुहुन्छ। अनि त्यही राइड हान्दैछु आफ्नो जङ्गलतिर। अब अरूको जङ्गलतिर के हान्नु, छिटै भिडियो पनि आउँछ हाम्रो। बाटो त खतम रहेछ लु। अझै राम्रो क्यामेरा बाटो त दामी छ हाम्रो। ढुङ्गा रहेछ यता, लु त्यत राम्रो छैन रहेछ राइड हान्ने ठाउँमा। बाटो त्यति राम्रो पनि छैन हामी, तर अब हामी जङ्गलतिर मात्रै कुदाउने हो, उकालोतिर कुदाउन त सपनामा मात्रै हो त्यो। लडी के हुन्छ हौ घरि पनि। अझै भएन। खुट्टा धेरै टुकिँदैछ, त्यो भएको आज मलाई त धेरै दिनमा राइड हानेको। आम्मामा यस्तो छोटो भिडियोहरू छ है, आम्मामा राम्रो। कुन बाटो ल्याएछ हो भाइले पनि राम्रो, हाम्रो दर्शन भाइले। के गर्नु गाह्रो छ यो गाइस अब बाटो होइन। बाटो त अनि पुरै बनेछ नि, अनि पुऱ्याउनु सकिँदैन रहेछ यस्तो बाटोमा। थुक पनि आएको हुन्छ मलाई, देख्न सक्नुहुन्छ। आम्मामा खुट्टा पनि नटेक्नु पर्यो भनेको।
बाटो राम्रो छैन कुन बाटो आयो बाटो पनि त्यति राम्रो लागेन मलाई आज त्यही गाइस कतिको क्यामेरा आउँदैछ यहाँ पनि खोलै रहेछ सो गाइस मैले त अघि त्यहाँ भिडियो कटाएँ मैले किनकि राम्रो थिएन मलाई अनि कटाएँ मैले के गर्नु गाइस गाह्रो छ अब अलिअलि त राम्रो बाटो आउनु त कोसिस गर्दैछ उस्तो रहेछ बाटो पनि जता पनि पुरै मल धरो गाइस मेरो धनै मल धरो त्यही भएर नि यसो भिडियो कटाएको यसो हेरिराख्नु पर्छ अनि के भएर साइकल अनि धरो ल गाइस होइन त्यही हो गाइस कतिको क्यामेरा आउँदैछ मलाई त्यति थाहा छैन मेरो पछाडिको मोटर कार एकदम कटक गर्दैछ हिजोको बाटो त गइदिएन होला गाइस हामी होइन अनि अस्तिको बाटो गइछ होला हिजोको अरे हिजोकै बाटो गइदिएन एउटा नयाँ बाटो छ त्यो नयाँ बाटो जाने हो जान्छ नि अर्कै बाटो जाउँ है म त उकालो हान्न सकिनँ त्यो हो ल गाइस रोको एकछिन बिसाउनु पर्छ सो गाइस हामी यता जङ्गलको बिचमा आइसकेको छौँ हामी होइन देख्नु सक्नुहुन्छ अब यो डाँडा धान्ने हामी अनि त्यो पछि हुन्छ होला त्यही गाइस एकछिन बिसाएको होइन आज त खाजा पनि आएन म आज मेरो एउटा साथी आएन क्या त्यही भएर नि हामी दुईजना मात्रै आयौँ त्यो गाइस अब धारौँ त्यो भिडियो हेर्नु होला कस्तो हुन्छ गाइस सो गाइस हामी हिँडिसकेको यता उकालोदेखि होइन यहाँदेखि धन्न आँटेको हामी लड्छु काम सो गाइस होइन कतिको क्यामेरा आउँदैछ हाम्रो लरे गाइस म त यहाँ धन्दा लरे पनि सो गाइस लरे हेर्नु सो गाइस म त लरे हेर्नु उहाँदेखि धारेको होइन म मरे सो गाइस होइन म त यहाँ लडेर हेर्नु कति साह्रो लडेँ म हेर्नु गाह्रो छ राइडरहरूको काम पनि होइन ओहो यहाँ त बाटो झन् गाह्रो रहेछ म त सक्दिनँ सो गाइस हामी अब यता उँधो गइसक्यौँ होइन अनि यता राइड हामी हिँडेको हामी के रात पनि पढ्नु आँटेको थिएँ आँट्यो गाइस हेर्नु मेरो भाइ अगाडि गइसक्यो म मात्रै पछाडि रहेछु गाह्रो छ गाइस बाटो अब कस्तो होला धेरै दिनमा आएको हामी त बाटो पनि केही देखिँदैन त आँखामा लाग्छ पातहरू त आम्मामा म कति मजा भयो गाइस तपाईँहरू पनि आइदिनु सक्नुहुन्छ होइन साइकल छ भने आउन सक्नुहुन्छ घरिघरि त नि पटक हुन्छ त हौ म्या के भएको म्या चुक्ने बाटो गाह्रो छ भने भन्नु मलाई बाटो त गाह्रो रहेछ गाइस खोला आइपुग्यो हामी त सो गाइस हामी त यहाँ हार्दैछौँ खोलादेखि सकिनँ त हौ राइडर भएर पनि खुट्टा मात्रै टेक्यो त हौ आम्मा म गाइस गाह्रो रहेछ बाटो गाह्रो धेरै दिन भयो यहाँ आएको पनि अनि मेरो भाइ पनि अगाडि गइसक्यो भेट्नु परेन अब मेरो भाइलाई
गाह्रो छ गरी खान गाइस घुम्ने बाटो रहेछ कस्तो सो गाइस हामी त अब कहाँ आइपुग्यौँ हामीलाई थाहा छैन हिँड्न त हिँड्दैछौँ ओहो यो ठाउँमा आइपुगेछ अस्ति हामी पनि आएको यो ठाउँ होइन अनि हेर्नुभएको होला त्यहाँ हुली हान्दी क्यामेरा अहिले ओहो अनि हान्दैछ एकछिन यहाँ पर पुगेपछि बाटो राम्रो छैन त्यो गाइस यहाँदेखि त एउटै बाटो छ अब के भन्नु गाइस मोबाइल पनि अलिअलि हल्ली छ क्यामेरा सँगै छ बाटो त्यो गाइस राम्ररी कुदाउनु पर्यो अब होइन हामीले अनि यहाँ पनि हेर्नुभएको होला हामी यहीँदेखि सरेर गएको क्यामेरा अगाडि थियो मामा उली हान्दैछ म पनि हान्दिनँ हो एक दुईवटा उली गाइस छोड आमामा यता कता जाने रहेछ त्यो गाइस हामी एउटै बाटो आइपुग्यौँ हिजो गएको होइन हिजो आएको बाटो छोड्छ दाने भोलि हान्यो सो गाइस गलियो होइन यता तल धारा छ हिजोको धारा फेरि एक भोलि हान्नु न गाइस गाइस धेरै गलियो अब आम्मो गाइस म त भइरहेको छ यो बाटो दामी छ नि फेरि सबजना आइदिनु सक्नुहुन्छ यता त चेङ्गारी पनि छ हेर्नु सक्नुहुन्छ चेङ्गारी एकुली हान्नु न फेरि ल गाइस सो गाइस हामी यता पानी खान आएको होइन हिजो आएकै ठाउँमा होइन सक्नुहुन्छ हाम्रो भाइले पानी खाइसकेर उयो गरिसके कतिवटा ठाउँमा देखाउनुहुन्छ भन्नुहुन्छ होला होइन अब के भन्नु यो ठाउँ छ हाम्रो पानी खाम राम्रो छ हाम्रो पानी चिसो पानी छ अनि हेर्नु सक्नुहुन्छ सो गाइस बाटोमा भेट्यौँ सो गाइस होइन म यहाँ आइसकेको छु हामी यता होइन अनि उतादेखि यता राइट हान्न आइसकेको छौँ अब म धान्न आँटेको अनि मेरो भाइ धार्छ गाइस धार्नु पनि कस्तो डर लाग्दैछ ए खुट्टा टेकियो नि गाइस सकिँदैन क्या गाइस यसपालि त आम्मा गाह्रो रहेछ बाटो त अनि सो गाइस मैले त धारिसकेँ यो उकालोदेखि होइन अनि मेरो भाइको पालो छ होइन हेर्नु सक्नुहुन्छ मेरो साइकल यहाँ लु आइज आम्मामा राइडर आउँदैछ होइन गाइस हामी सबजना राइडरै हो होइन गाह्रो छ होइन गाइस लानु गाह्रो भइसक्यो गाइस हामी आइपुग्यौँ होइन राइड हानेर अनि यता के बन्ने ल भन् अनि हामी यता मामाको दोकान छौँ अनि आजको भिडियो त यति नै हो कस्तो लाग्यो सपोर्ट गरिदिनु पर्यो लेट्स गो गाइस बाइ